साथीहरू सबैजनालाई वेलकम मेरो च्यानलमा है। अनि आज चाहिँ मैले कुखुराको मासु बनाउन लागेको। मैले चाहिँ मासु बनाउनुभन्दा पहिला नै सबै लसुन प्याजहरू अदुवादेखि चाहिँ पिसेर रेडी गर्छु होइन। अनि टमाटरहरू काटेर ठिक्क बनाउँछु क्या मैले चाहिँ। अनि त्यसपछि सजिलो हुन्छ नि त, एकैचोटि काटिरहनु पर्दैन नि। अनि त्यसपछि चाहिँ कराही सालेर तेल राख्छु होइन। यो चाहिँ मैले लसुन अदुवाको पेस्ट रेडी गरिरहेको थिएँ होइन। त्यसपछि प्याज मजाले भुट्ने रातो हुने गरेर त्यसपछि भुटेर अनि सानो गरेर प्याज सानो गरेर, तर मैले प्याज होइन यो चाहिँ लाइनबाट बनाइरहेको थिएँ है, लाइनको चुलोमा। अनि त्यसपछि मसलाहरू पनि त्यसमै राखेर भुट्ने होइन। मसलाहरू पनि भुटिनुपर्छ नि त, नत्र ठुस बनाएको जस्तो हुन्छ कि मलाई चाहिँ। त्यसपछि मासु राखेँ। अब मासुलाई पनि मजाले भुट्ने, मसलाहरू पनि लाग्छ नि त भित्रसम्म लाग्छ, कलर पनि राम्रो आउँछ क्या है। यसलाई भुटेर मजाले अनि अब स्वादअनुसारको होइन कति राख्ने, साल धनियाँ जिराको पेस्ट राख्ने, खुर्सानी स्वादअनुसारको नुन होइन। यी कुराहरू राखेपछि चाहिँ अनि यो अदुवा लसुनको पेस्ट राख्ने। अनि त्यसपछि टमाटर राखेर मजाले चलाउने। त्यसपछि रेडी हुन्छ। कस्तो लाग्यो हजुरलाई?